मेरो ठुली आमाले चाहिँ टिका लगाइदिए हुनुहुन्छ बुहारीलाई। मलाई टिका लाउने बेलामा भिडियो बनाउन म पाएन छु, मोबाइल फुल्टिङ रहेछ। अनि त्यसरी भिडियो बनाउनु पाएन। मेरो बुढी पनि सुक्ख सुक्ख रुँदै छिन्, म पठाउँछु त। अब दुःख त लागिहाल्छ परदेश पठाउँदा अर्काको ठाउँमा है। त्यही भएर यस्तो छ हेर्नुहोस्। अनि ठुली आमा सकिसकेपछि मेरो बुढीको पालो, बुढीले म पनि लगाइदिन्छु भनेर भनिन्। अनि लगाइदिनु लाहन्। अनि यस्तै छ। अब के गर्नु, जति परदेश हिँड्ने पनि घरबाट निक्लिने बेलामा साह्रै गाह्रो हुँदो रहेछ साथीहरू। के गर्नु, अब यस्तै छ। अब चस्मा लगाएपछि आँखाबाट आँसु देखिँदैन नि त। त्यही भएर म त चस्मा लगाएँ होइन। के कस्तो ठिक लाग्छ नै। अब मेरो बुढीले फेरि ल ढोग गर्छु नि त भनेर फेरि ढोग्न लागिन्। ल यसरी नै कोही पनि नरुन् भनेर म हाँसी हिँडेको थिएँ। के गर्नु।